आधिकारिक उपचार केन्द्र किन चाहिन्छ, मर्मत केन्द्र किन चाहिन्छ भन्ने चाहिँ एकदमै राम्रो उदाहरण हो कि गाडी दुर्घटना भयो, काहीँ केही बिग्रियो भने भोलिका दिनमा तपाईँले मर्मत गर्नुपर्दा त बनाउने ठाउँमा त जानु पर्यो। त्यो ठाउँमा जाँदाखेरि चाहिँ दुर्घटनाको केसमा चाहिँ कहिले नबिग्रिने सामानहरू पनि टुटफुट हुने, बिग्रिने हुन्छ। त्यो कारणले अब त्यो सामानहरू अर्डर गरेर चाहिँ सोरुमले स्टक नराखेको हुनसक्छ, सर्भिस सेन्टरसँग नहुनसक्छ। त्यो अवस्थामा चाहिँ तपाईँले गाडी को सर्भिस सेन्टर कस्तो छ, सामानहरू उपलब्ध गराउन सक्छ सक्दैन, भोलि एक्सिडेन्टल केसमा चाहिँ के कस्तो सेवा सुविधा दिन सक्छ भनेर चाहिँ बुझेर लिनु होला। अब दुर्घटना जहिले जहाँ जुन अवस्थामा पनि हुनसक्छ। भोलि महिनौँ वर्षौँ लाग्यो गाडी मर्मत गर्नलाई भने त्यो गाह्रो हुन्छ, किनभने साधन छ, आफूले सदुपयोग गर्न पाइएन, मर्मतमै समय लाग्यो भने अप्ठ्यारो हुन्छ। बुझ्नु होला राम्रोसँग अनि मात्रै लिनु होला। यो चाहिँ हामीले एक्सिडेन्टल रिपेयर गर्दैछौँ। अब यसको सबै सामान लगभग 10% मात्रै बाँकी छ यसको खोल्नलाई, अरू खोलिसकेका छौँ। 4वटा ढोका, इन्जिन भयो, ड्यासबोर्डहरू, एसी युनिटहरू, सिलिङहरू टोटलै नै भन्नुपर्छ खोलेको छ। ठुल्ठुलो सामानहरू सानोतिनो खोल्न बाँकी छ, त्यो पनि खोलेर मात्रै रिपेयरिङ गर्छौँ। किनभने सानोतिनो प्लास्टिक आइटमहरू ड्यामेज भयो भने भोलि अहिले सर्भिस सेन्टर भएकै गाडीको पनि सामान पाउन गाह्रो हुन्छ। त्यो हुनाले हामीले यसलाई सबै खोल्छौँ, पहिला एकदमै नेट एन्ड क्लिन गरेर अनि मात्रै रिपेयरिङ गर्छौँ। यसको चाहिँ के कस्तो हुन्छ एक्सिडेन्टल रिपेयर त्यो पनि आउँछ है त भिडियो।